आजभोलि त अब शनिबार र आइतबार 2 दिन बिदा हुन्छ नि त। अनि यो 2 दिनको बिदामा यदि तपाईँ कतै घुम्न जान चाहनुहुन्छ भने र कहाँ घुम्न जाने भनेर कन्फ्युज हुनुहुन्छ भने चाहिँ तपाईहरुको लागि घुम्न जानको लागि उपयुक्त स्थान हुन सक्छ। स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका वडा नम्बर 1 मा अवस्थित दक्षिण एसियाकै पहिलो होमस्टे सिरुबारी गाउँ। यदि तपाईँ सिरुबारी घुम्न आउन चाहनुहुन्छ भने सिरुबारी आउनको लागि चाहिँ पोखरा पृथ्वी चोकदेखि बिहान 7 बजेदेखि बेलुका 4 बजेसम्म बस, जीप, इबी गाडीहरू पाउन सक्नुहुन्छ। तपाईँ 15 जना भन्दा बढीको ग्रुपमा यदि सिरुबारी घुम्न आउनुहुन्छ भने तपाईलाई पञ्चेबाजा बजाएर फूलमाला लगाएर स्वागत गरिन्छ। साथै बेलुकाको खाना खाइसकेपछि तपाईहरुलाई सिरुबारीको विभिन्न कला संस्कृति झल्कने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिन्छ। यदि तपाईँ सिरुबारी घुम्न आउन चाहनुहुन्छ भने एकचोटि अवश्य भिजिट गर्नुहोला। धन्यवाद।